हेलो गाइस, अब चाहिँ हामी लाग्दैको घुम्नु। बाई बाई। ल गाइस, अब चाहिँ हामी फाइनली है पेट्रोल पम्पमा आइपुग्यौँ है। अब चाहिँ हामी पेट्रोल हालेर उकालो जाँदैछौँ। हामीले चाहिँ अब तेल हालिसक्यौँ है। अब चाहिँ हामी गएको है। हाम्रो साथीहरू चाहिँ पछि छ, एकजना चाहिँ है। आजको नजारा त यस्तोहरू छ है। आज चाहिँ है मजाको घाम लागिरहेको छ, घुम्नु पनि मजा आइरहेको छ है। राइटमा चाहिँ हाम्रो यो घामले सपोर्ट गरेर है खपरी बजेर आइपुग्यौँ। हामी घरबाट निस्केको नभनेको पनि आधी घन्टा बेसी भइसक्यो है। हाम्रो साथी चाहिँ पछि छ है, आएको छैन। हाम्रो एकजना साथी चाहिँ अगाडि नै छ। हामी अब यहाँमा अगाडि गएर साथीलाई पर्खिन्छौँ एकछिन है। साथीले चाहिँ साह्रै ढिलो गऱ्यो है। अब यसलाई एकछिन कल गर्दैछु हामी है। एकछिन यहाँ रोकिँदैछौँ, त्यो कहाँ आइपुग्यो हेरौँ है। यसलाई कल पनि गर्नुपर्छ, फेरि बाइकहरू बिग्रियो कि के हो है। फाइनली है साथी आइपुग्यो है। धेरै टाइम लगायो साथीले। आउनुभयो दा तपाईँ? फुल ट्याङ्क हालेको? गाइस, हामी चाहिँ बसिरहेको छौँ है। हामी यहाँबाट सँगै जानेछौँ है। साथी पनि आइपुग्यो है। अब हामी यहाँबाट सँगै जानेछौँ तिनवटा बाइक है। साथी अगाडि जाँदैछ हाम्रो। यतिको भ्यू चाहिँ हुनुपर्छ है र घुम्नु जाँदा चाहिँ अन्त मजा आउँछ घुम्नु पनि। हेर्नुहोस् भ्यूज कस्तो राम्रो आइरहेको छ है आज। यो चाहिँ हाम्रो सिमुलबारी भन्ने है रोहिनी छेउ हो है। यस्तो भ्यू छ यहाँको चाहिँ आज। अब चाहिँ हामी रोहिनी केट आइपुग्यौँ। अब चाहिँ हामी खरसाङ साइड जाँदैछु है। खरसाङ चाहिँ अब यहाँबाट राइट साइड जानुपर्छ हामी है। यहाँदेखि तेर्सो गयो भने चाहिँ हामी रोहिनी पुग्नेछौँ है। अघिको लेफ्ट साइड गएको भए चाहिँ हामी मिरिक पुग्थ्यौँ है। अब यहाँबाट चाहिँ हामी खरसाङतर्फ जाँदैछु। खरसाङ जाँदाको चाहिँ यो भ्यूज चाहिँ है धेरै राम्रो हुन्छ है। गरम महिनामा आयो भने चाहिँ अहिले चाहिँ गरम लागिरहेको छ, दिनहरू खोलिरहेको छ है। त्यही भएर यो सिनहरू त मजाले देख्छ है। आज यो ट्रिपको चाहिँ है धेरै मजा लिइरहेको छु म चाहिँ है। त्यही छ, एउटा मामा चाहिँ जाँदैछु। मामाले चाहिँ ड्राइभ गरिरहेको छ आजको है। रोहिनी कुनाटेको छु अब चाहिँ यस्तै छ हाम्रो राइड। भाइहरूले स्पिड कुदाउँदैछ बाइक, हेर्नुहोस् कस्तो छेउबाट आएको है गाडी। झन्डै नि यो चाहिँ रोड अलिक सानो छ है। त्यो भएर चाहिँ यो उकालो सेफली जानुपर्छ है हामी। यहाँ चाहिँ हात्तीहरू पनि निस्किन्छ। यो जङ्गलमा चाहिँ हामीले एकपल्ट साइक्लिङ आउँदा चाहिँ भेटाएको थियो है। यो बाटो चाहिँ धेरै राम्रो छ। अब चाहिँ हामी फाइनली है रोहिनीको टोल ट्याक्स दिनमा आइपुग्यौँ। खै यसलाई के भन्छ है। यहाँ चाहिँ हामी टोल ट्याक्स दिँदैछ हाम्रो साथीहरूले। चाहिँ कति गरेर छ है कुनै 10 रुपियाँ कति गरेर थियो पहिला है। अहिले चाहिँ कति छ। टोल फीको पैसा दिनुपर्दो रहेछ। जिटिए रोहिनी टोल अप डाउन 10 रुपियाँ। अब चाहिँ यो उकालोबाट चाहिँ तपाईँले चिसो हावा खाएर जान सक्नुहुन्छ। किनभने यहाँ सिलगढीभन्दा चाहिँ यहाँ धेरै जाडो हुन्छ है। यहाँ चाहिँ त्यही रुखहरूले गर्दा चाहिँ धेरै वेदरमा चेन्ज दिन्छ है। त्यो सिलगढीमा त्यहाँको त्यही गरम छ है। यहाँ चाहिँ अब
चिसो हावा खाँदै जाँदैछौँ हामी उकालो। जुम जुम जुम। यहाँ चाहिँ हामीलाई साथीले पर्खिरहेको थिएछ। हामी चाहिँ अलिक ढिलो भइरहेको थियौँ त है तलबाट, त्यही भएर अब चाहिँ हामी उकालो जाँदैछु। साथीहरूले है पर्खिरहेको थिएछ हामीलाई, सँगै आएको अब सँगै जानु पऱ्यो नि त होइन, त्यही भएर पर्खेको अरे साथीहरूले चाहिँ। अहिले चाहिँ हामी फाइनली आई लभ खरसाङ लेखेको है त्यहाँ आइपुग्यौँ। आज चाहिँ हामी यहाँ अलिकति फोटोहरू खिचेर भिडियोहरू बनाएर हामी निस्किने छौँ। गाइस हामी चाहिँ अहिले खरसाङ भ्यू पोइन्ट पुग्यौँ। खरसाङको नजारा के भयो नि यहाँले कस्तो ड्रेसअप गर्यो टल्किरहेको त नि नाच्दा